बार संसद भवन राष्ट्रपति कार्यालय लगायत सबैमा आगो लगाइदिएर देशको खर्बौंको सम्पत्ति नाश भएको छ। देशसँग बजेट छैन, अर्बौंका गाडीहरू त जलेर ध्वस्त बाटेको छ। त्यसकारण त्यो गाडीमा त्यो देश जलाउने, मैले त भन्ने गरेको छु, देश जलाउने र बचाउनेका बीचको चुनाव हो अहिले। देश जलाउनेहरू फेरि टाउको यस्तो ठाडो गरेर हामी राजनीति गर्छौँ, हामी पो ठुलाउँ भनेर आउँदैछन्। तपाईँले चिन्नु भएको छ, बोल्नुहुन्न अलग कुरा हो। कसले देश जलाउँछु भनेको थियो? देश जलाउँछु हिजो भन्ने को हो? सिंहदरबार जलाउँछु भन्ने को हो र जलाउनु कसले सहयोग गर्यो? ती मान्छे फेरि आफूलाई नयाँ, आफूबाट बेजोडका मान्छे भनेर आउँदैछन्। तपाईँहरूलाई मेरो अनुरोध छ, विदेशबाट धेरै जस्तो दाइहरू दिदीहरू विदेशबाट छोराले फोन गयो, कुनै पनि हालतमा फलानु भन्यो है, अनि तपाईँले भन्नु सक्नुहुन्न देश जलाउनेलाई भोट दिने बाबु? अनि हामीले सिंहदरबार जलाउनेलाई, मेरो मन्दिर जलाउनेलाई, मेरो नगरपालिकाको भवन जलाउनेलाई? मेरो सम्पत्ति हो नि, मैले दिएको मेरो ट्याक्स हो, तेरो बाले तिरेको ट्याक्स हो, तैँले पनि तिरेको पैसा हो, त्यो जलाइयो नि, अनि त्यसलाई भोट दिन्छौँ हामी भन्न सक्नुहुन्न? सम्झाउनुपर्छ तपाईँहरूले, एक एक गरेर सम्झाउनु पर्छ। बाँकी कुरा त 7 पटक चुनाव जितेका छौँ, 8औं पटक रोक्ने तागत त कसैको छँदै छैन दुनियाँमा। त्यो त हामी जित्छौँ। कति फराकिलोका साथ जित्ने भन्ने कुरा हो। शेरबहादुर देउवाको अभिभावकत्व हामीसँग छ। समग्र नेपाली काङ्ग्रेसको यो 4 तारे झन्डा र रुख हाम्रो अगाडि छ। तपाईँ हामी छौँ, तमामु लोकतन्त्रवादी जनता छन् र सबै पार्टीलाई पालै पालो गरी चिनेका छन्। सबै उम्मेदवारको अनुहार पनि देखेका छन्। त्यो उम्मेदवार भन्दा पनि हामी अब्बल छौँ, ती पार्टी भन्दा पनि हामी अब्बल छौँ, त्यसका कार्यकर्ता र हाम्रा कार्यकर्ता भन्दा पनि हाम्रै कार्यकर्ता अब्बल भएका कारणले हाम्रो जितको यात्रा 21 गते कसैले रोक्न सक्दैन। सबैले यसैमा विश्वस्त भएर अगाडि बढ्नु होला। बाँकी कुरा नेपाली काङ्ग्रेसको कुनै नेता र कार्यकर्तालाई कसैले जिस्क्याउने काम, कसैले हेप्ने काम र कसैले समस्यामा पार्ने काम भयो भनेपछि काङ्ग्रेसले सहँदैन। हामी साथमा छौँ। धन्यवाद। जय नेपाल।